हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी घुम्न जाँदैछौँ अनि त्यसपछि फुल भिडियो हेरेर तपाईँहरूले मलाई सपोर्ट गरिदिनु होला। यता भित्र 500 हो अरू अरू 500। हेलो गाइज आज हामी घुम्न आएको छौँ अनि हेर्नुहोस् त कस्तो राम्रो। हेर्नुहोस् त यहाँ चाहिँ धेरै टुरिस्टहरू आउनुहुन्छ अनि नेपालीहरू पनि आउनुहुन्छ। अनि हेर्नु न कति राम्रो घरहरू छन्। धेरै मान्छेहरू हामी पुरै घुमिसक्यौँ अनि हेर्नुहोस् त कति राम्रो राम्रो चिजहरू छन्। राम्रो मान्छेहरू पनि छन्। हेर्नु न कति राम्रो राम्रो इयररिङ्सहरू। यहाँ चाहिँ घुम्नको लागि धेरै ठाउँहरू छ। आज चाहिँ हामी यहाँ आएको छौँ। एकदम मौसमहरू पनि ठिक छ है घुम्नलाई। कस्तो बन्दीपुरको जस्तै लाग्यो मलाई घर। तर यो चाहिँ हो काठमाडौँ। अनि म साथीहरूसँग आएको। त्यो साथीहरू चाहिँ आज त हराइसके। हामी एक राउन्ड घुमिसक्यौँ अनि हामी चाहिँ आज खासमा पुरै घुमिसक्यौँ। अनि अब सबै घुमिसकिसकेपछि रेस्टुरेन्ट आएर हामीले अर्डर गर्न थाल्यौँ। मेन्यु सबै हेऱ्यो पनि सबै घुमेँ फेरि खाने चाहिँ लास्टमा मोमो नै अर्डर गरेँ। अनि अर्डर गरेको हो कति धेरै टाइमपछि बल्ल 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 धेरै टाइमपछि बहिनीले हामीलाई मोमो दिनुभयो। मोमो खाइसकेपछि हामीले
अनि त्यसपछि भिडियो बनाउन बिर्सेछु। अनि त्यसपछि हामी गयौँ अघि नै 500 भन्नुभएको सपमा। अनि त्यहाँ चाहिँ धेरै धेरै राम्रो राम्रो कपडाहरू थिएन। हामीले चाहिँ केही कपडाहरू पनि किन्यौँ। अनि खाएको र अनि सपिङ गरेको भिडियो चाहिँ बनाउनलाई बिर्सेछु। अनि त्यसपछि हामी सपिङ गरिसकेपछि मन परेको कपडाहरू सस्तोमा किनेपछि अनि हामी घर फर्क्यौँ। गाइस हामी चाहिँ घुम्दा होइन राति भइसक्यो। अनि साथीहरू छ। अनि हामी बस कुद्दैछौँ। बस कुदेपछि अब बस आएपछि बस चढेर जान्छौँ। अनि दिनभरि घुम्यौँ। अनि त्यसपछि अब साथीहरू रिसाइरहेको छौँ तर हेर्नु होला। अनि लाइक सेयर सब्सक्राइब पनि गर्नु होला। जालमा बस्छु। प्लास्टिक पनि किन नहोस्। लास्ट सिट परेको छ। यस्तो साथीहरू छन् सँगै पनि बस्दैन, एक्लै बस्नु परेछ। त्यही पनि लास्ट काठमाडौँ नै गर्मी भइरहेको छ है। चाहिँ हामी बस्नु चढिसक्यौँ। अब हामी घर जान्छौँ। भाइ हाँसिन्छन् मेरो ब्लग। अरे बापरे कति राम्रो होटल स्मार्ट। मान्छेहरूले नि स्मार्ट आउँछ होला। घाम हुँदाखेरि आएको जुन भइसक्यो। तर भएको भए त मार्थ्यो होला। काठमाडौँ आएर बेलुका घुम्न पाइएछ। त्यही फाइदा। तर दिउँसोमा गर्मी हुन्छ नि त। अनि बेलुकामा चाहिँ घुम्न राम्रो। साथीहरू भयो भने एक्लै हिँड्यो भने त चोट पनि हुन्छ होला। साथीहरूसँग गयो भने चोट लाग्दैन कि। कोही मान्छे थालिसक्यो। कता जाने हामी? ढुङ्गे डाँडा चढ्ने आए। ढुङ्गे डाँडा यहाँ फुलहरू पनि फुल्छ क्या। यो के फुल्ने? यो माथि फुल्ने फुल चाहिँ अहिले त फुल्न छोडिसक्यो। काठमाडौँमा सबै फुलहरू झरिसक्यो। हाम्रो चाहिँ आयो है। आयो रे। यही आइपुग्यो हो। 15-20 मिनट लाग्छ यहाँबाट। ओहो हामीलाई धोका भयो है गाइजहरू। हामी चाहिँ ढुङ्गे डाँडा पुग्नुपर्ने। हामीलाई अन्त्यै झारिदिनु भएको छ। अब हामी हिँडेर जानुपर्छ। हिँड्नु त यस्तो राति भइसक्यो। अब हामीहरू चाहिँ हिँडेर जानुपर्छ है। अब जान्छौँ हामीहरू। अनि आजको दिन यस्तै भयो साथीहरू। अब हामी जान्छौँ। दिनभरिको भिडियोहरू हेर्नुभयो अनि अन्तिमसम्म हेर्नुभएको लागि थ्याङ्क यू सो मच। बाई बाई।